हेलो गाइज, नमस्ते सबैजनालाई। भोलि चाहिँ हाम्रो घरमा कुल पूजा छ। त्यसै कारणले म चाहिँ आज सेलरोटी पकाउँदैछु आगोमा। अब चाहिँ पूजाको टाइम भयो, हामी निस्किँदैछ साइडमा। हामी बाटोमा अब यो चाहिँ हाम्रो समय बजी भन्छ। प्रसादहरू चाहिँ हामीले पूजा गर्ने जग्गामै गएर बनाउनुपर्छ। अनि यो भयो हाम्रो काने रोटी, यो पनि प्रसाद नै हो। अब चाहिँ हामी पूजा सकेर खाना खाएको। पूजाको दिन चाहिँ हामी प्योर भेज खान्छ, त्यही भएर सबैजना फ्यामिली बसेर खाना खाइसकेपछि अनि अगाडिको दिन राति चाहिँ हामीले पूजाको दिन मासु खानु हुँदैन भनेर लोकल कुखुरा काटेर आगोमा पकाएर एक दिन अगाडि नै बनाएको थियौँ। अनि दिनभरि काम गरेर थाक्यो भनेर आरामले बसेर लोकल कुखुरासँग त अब अलिकति तोङ्बा त खानु पर्यो भनेर तोङ्बा पनि भिजाएर हामी दादा म भएर चाहिँ तोङ्बा र लोकल कुखुरा खायो हो। अन्त अब हाम्रो यो कुल पूजा हो, खासमा सबैजनालाई देखाउनु मिल्दैन नि त, सबै अब पूजाहरूको दस्तुरहरू। अनि त्यही भएर अलि मात्रै देखाएको। अन्त यो चाहिँ हाम्रो फ्यामिली फोटो। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। बाई बाई।